मित्रहरू नमस्कार। म बोल्दैछु त्रिभुवन पौडेल। आज पनि अर्को रोचक र प्रेरणादायक प्रसङ्ग लिएर आएका छौँ। आशा चाहिँ यहाँहरूको जिन्दगीमा सकारात्मक ऊर्जा थप्नको लागि सहयोग हुनेछ। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका मोटिभेसनल भिडियो हेर्नको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। मित्रहरू, आजको विषयतिर लागौँ। मित्रहरू, भाग्यवादी दृष्टिकोणले मानिसलाई आफ्नो परिस्थितिबाट उत्पन्न जिम्मेवारी सरकारले राख्न दिँदैन। यो दृष्टिकोणका मान्छेहरू सफलता असफलतालाई पुरुषार्थको होइन भाग्यकै खेल मान्दछन्। उनीहरू आफूलाई भाग्यकै घरमा छोडिदिन्छन्। यसकाले मान्छे जन्मकुण्डलीसँगै ग्रहद्वारा पहिले निर्धारित भाग्यलाई स्वीकार गर्दछन्। जे हुने हो त्यो भएरै छोड्छ, किन मेहनत, यस्तो मान्यता राख्दछ। त्यसैले भाग्यवादीहरू कोसिसै बिना आत्मसन्तुष्टिको बाटोमा हिँडिरहेदछन्। उनीहरू केही गर्नेभन्दा केही हुने पर्खाइमा बस्दछन्। कुनै असफल व्यक्तिलाई सोध्न सफलता भाग्यकै खेल हो, ऊ त्यही भन्छ। कमजोर दिमागवालाहरू चिना कुण्डली हेर्ने ज्योतिषका धाउने गरेका भेटिन्छन्। आफूले आफूलाई दिव्य र औपचारिक पुरुष घोषणा गर्नेहरूमा शिकार समेत सजिलै बनिराख्दछन्। स्वयं घोषित मध्ये कयौँ यी दिव्य पुरुष यथार्थमा पाखण्डी हुन्छन्। यस्ता तिनीहरूले भ्रम र अज्ञानताको सिधै फाइदा उठाइराख्दछन्। यो स्वीकार्न भाग्यवादीहरू तयार हुँदैन। अन्धविश्वासी अनि कर्मकाण्डी बन्न पुग्नु भाग्यवादीहरूको नियति नै हो भन्न सकिन्छ। कतिपय मान्छेहरू खराएको खुट्टालाई सौभाग्यपूर्ण मान्दछन्। वास्तवमा खरायो उसैका लागि भने त्यो सौभाग्यपूर्ण थिएन। तपाईँ भाग्यमा विश्वास गरेर हिँड्नुहुन्छ भने कहिल्यै सफल बन्नुहुन्न। सफल हुनलाई कारण र परिणामको सिद्धान्तमाथि विश्वास गर्न, त्यसैको दृढ पालनाबाट आफ्नो भाग्य आफै बनाउनुहोस्। स्यामुअल गोल्डविन भन्छ, मेरो कडा मेहनतले नै मलाई भाग्यमानी बनाउँछ। केही मान्छेहरू आफूलाई अभागी ठान्छन्। आफूलाई अभागी ठान्ने सोचले भाग्यवादी दृष्टिकोण उत्पन्न गर्छ। आधा मन लगाएर काम गर्नेहरू यस्ता खाले हलुका बोली निकाल्छन्। म प्रयत्न गर्नेछु, यसले काम गर्छ कि म हेर्छु, एकपल्ट कोसिस गर्नेछु। हारेर गुमाउनु पर्ने वस्तु मसँग केही पनि छैन। यसै पनि मैले धेरै कोसिस गरेकै छैन। यस्ता सोचहरू राख्नुहुन्छ भने निश्चय नै तपाईँ असफल बन्नुहुन्छ। यी सोचले भन्दछ तपाईँमा समर्पण र दृढता छैन। यसैले प्रतिबद्धता र आत्मविश्वासको कमी छ भन्ने पनि देखाउँछ। आधा मन लगाएको काम भनेकै सफलता होस् नहोस्को हेलचेक्राइ हो। कामप्रतिको हेलचेक्राइले कहिल्यै असफल परिणाम ल्याउने सम्भावना रहँदैन। मित्रहरू, एउटा प्रसङ्गतिर लागौँ। एकजना मान्छेले घोडा किनेर ल्यायो। तबेलामा बाँधेर त्यही संसारकै तीव्र गतिको घोडा देखिएको एउटा बोर्ड टाँस्यो। दौडाउने र अरू प्रकारका तालिम दिने काम चाहिँ गरेन। एक दिनको घोडा दौडमा मालिक चाहिँले नै त्यो तीव्र गतिको घोडालाई पनि कुदायो। जित्नुको सट्टा घोडा त झन् सबैभन्दा पछिको पर्यो। घर फर्किएपछि घोडाको त्यो मालिकले तुरुन्तै बोर्ड फेर्यो, जसमा घोडाका लागि साह्रै चाँडो दौडिने संसार लेखिएको थियो। अल्छीपनले गर्दा गर्नुपर्ने काम नगरेरै असफल बन्न पुगेका मान्छेहरू भाग्यलाई दोष दिन्छन्। दृष्टिकोण, साहस र सोचको गहिराई नभएको जीवन केवल अन्धो अनुभव हुन्छ। अल्छी र कमजोर दिमागवालाहरू सजिलोका साथै पाएसम्म जोखिम नभएकै बाटो समात्छन्। 15 सेकेन्डको प्रदर्शनको लागि खेलाडीहरू 15 वर्षसम्म पनि अभ्यास गर्दछन्। के तिनीहरूले भाग्यमानी भएकीले जितेका हुन्? कडा अभ्यासपछि उनीहरूले के कस्तो अनुभव गर्छन्? कुनै खेलाडीलाई यसबारे सोध्नुहोस्।
पुरै शक्ति खर्चिनु पर्ने जस्तो भएको पटक पटकको आफ्नो अनुभव उसले तपाईँलाई बताउनेछ। त्यसको अनुभव बताउँदैन भने मानुस उसले आफ्नो पुरै क्षमतामाथि खेलवाड गर्यो। मित्रहरू, हार्नेहरू जिन्दगी अन्यायपूर्ण छ भन्ने सोच्छन्। उनीहरू केवल आफ्ना बाधा अर्चनाका बारेमा मात्रै सोच्छन्। लामो समयसम्म अभ्यास र पुरै तयारी गरेका विजेता सानो पनि अर्चना थिए। उसले कसरी समस्या समाधान गर्यो, ती सबैलाई जित्न कति लड्यो। उनीहरू अरूले गरेको यस्तो सङ्घर्षपट्टि सोच्दैनन्। सफल र असफल मान्छेहरू बिचको मूल भिन्नता यही नै हो। विजेताले अभ्यासहरूमै अर्चनालाई पार गरेर कष्ट सहने क्षमता आफूमा बढाउँछन्। उसको तालिम हेर्न खेल प्रदर्शनमै मात्र सीमित भइरहँदैन, उसको चरित्र समेतलाई नै माथि उठाउँछ। मित्रहरू, हामीले परिस्थिति जस्तो सुकै भए पनि मनस्थिति परिवर्तन गर्नु पर्दछ। यदि हामी पुरानै सोच विचारमा हिँड्ने हो भने हामी गन्तव्यलाई भेटाउन हामी असफल हुनेछौँ। त्यसैले हामी हाम्रो सोचमा परिवर्तन पक्कै पनि ल्याउनु पर्ने हुन्छ। मित्रहरू, आजको मोटिभेसन भिडियो कस्तो लाग्यो कृपया लाइक, सेयर र सब्सक्राइब गर्न नबिर्सला। तपाईँहरूको सुझाव र सल्लाह नै हाम्रो लागि मार्ग निर्धारण हुने भएकोले आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न नबिर्सला। भोलि फेरि अर्को मोटिभेसन भिडियोको साथमा उपस्थित हुने नै छौँ। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्।